न कसैको अभावमा बाँच्छु न कसैको प्रभावमा बाँच्छु, यो जिन्दगी आफ्नो हो, म आफ्नो स्वभावमा बाँच्छु। मलाई लाग्छ कहिलेकाहीँ मैले आफैलाई चिन्न सकिरहेको छैन जस्तो। प्रष्ट बोल्न र स्वतन्त्र रूपमा काम गर्न चाहने म अरूले के भन्नान् भन्ने डर पटक्कै लाग्दैन। मलाई अरूले दिएको इज्जत मनपर्छ र त एउटा लेखकीय सम्मानलाई सजिलै पचाउन सक्छु र लेख्दा लेख्दा मनका सारा क्षितिजलाई कागजको पन्नामा छलङ्ग पारी दिउँ झैँ लाग्छ। फेरि कहिले लाग्छ एउटा चरा झैँ स्वतन्त्रै बाँचौँ। स्पष्ट भन्नुपर्दा आफ्नो मृत्युलाई 2-4 पटक वरण गरिसकेको छु। जिन्दगी मेरो हो, भोगाई मेरो हो। अरूले भन्नान् भन्ने डरको दायराभित्र आफ्नो जीवनलाई तालाबन्दी गरी बस्न खोज्दा मनभित्रको स्वतन्त्रतालाई अनुभूति मैले कसरी गर्न सक्छु र? मानिस सधैँ रमाएर बाँच्न चाहन्छ, तर जिन्दगीलाई निहाल्दा सजिलो चाहिँ पटक्कै छैन। रमाएर बाँच्न एउटा कला हो। रमाइलो गर्नु व्यक्तिको अधिकारको कुरो हो। हरेक क्षण आफूलाई खुसी राख्न सक्नु एउटा खुबी हो। जीवनलाई सक्रिय राख्नुपर्छ भन्ने मान्यता पनि हो। गर्मीको चापले पग्लेको हिमाल, खोला, नाला, छहरा हुँदै नागबेली बाटो बनाएर सागरमा पुग्छ। तब त्यो नदी शान्त र गहिरो पनि हुन्छ। सायद त्यसैले होला मान्छे अस्तव्यस्त जिन्दगीबाट गुज्रिएर अन्तमा ऊ सुख र शान्तसँग बाँच्न चाहन्छ। तर म अरूले बनाएर चलाएको घडी जस्तो घुम्नै चाहन्न। म आफ्नो जीवनको सुई आफै घुमाउन चाहन्छु। कृत्रिम श्वास लिएर बाँच्न चाहन्न। जिन्दगीको नापतौल भित्री हृदयले मात्रै गर्न सक्छ। एउटा स्वाभिमानी र कर्मशील मान्छेको लागि जिन्दगीको साँझ निराशावादको अँध्यारोमा बिताउनु पर्दा धेरै दुःख लाग्छ। त्यसैले जिन्दगीलाई अब्स्ट्र्याक्ट चित्र भन्ने गरेको छु। अब्स्ट्र्याक्ट चित्रलाई टाढाबाट निहाल्न चाहन्छु। त्यो मेरो मन परेको उनको चित्रलाई मैले धेरै माया दिएको छु। त्यसलाई म बाँचुन्जेल जोगाइराख्न चाहन्छु। भोलिको थाहा छैन। आजलाई अर्थपूर्ण जीवन जिउन चाहन्छु। उनी मेरो क्यानभास हुन्। मैले पहिलोपल्ट उनको चित्र कोरेँ र उनको रसिला लाम्चिला बाङ्की परेको नागिन आँखाको रङले सजाएँ। उनको गालाको 2 पाटामा पर्ने डिम्पल र चिउँदोलाई 20 भागबाट 2 चिरा पारेको खोपिल्टालाई। उनी हाँस्दा उनको मुस्कानमा पाएको सुन्दर रङ अरू कहीँ पाइन। मैले गुराँससँग दाँजेर हेरेँ। गुराँस फिक्का लाग्यो। उनको मुस्कानमा कुची चोपेर उनको ओठहरू बनाएँ। अनि मैले पूर्णिमाको जुन, झरना, बिहान सबेरेको सुनौलो हिमालमा उनको चेहराको स्निग्धता खोजेँ, तर मैले कतै भेटिनँ। र अलिकता उनको चेहराको चमक उनकै चेहरामा खनाइ हेरेँ। त्यहाँ मैले आफूलाई खुसी पाएँ। उनको न्यानो स्पर्शले मैले उनको समग्रता रङ्ग्याइदिएँ। जानी नजानी मैले प्रेमले बनाइदिएँ उनको चित्र। त्यो चित्र त अति सुन्दर पो बन्यो। त्यसैले उनको डिम्पल, 2 गालाका पाटा र चिउँदोलाई 2 भागमा विभाजित गर्ने खोपिल्टासँग मेरो प्रेम बसेको छ। उकालो लाग्दा बाटो लामो लाग्छ, तर ओह्रालो झर्दा बाटो छुट्टिन्छ। यही हो जिन्दगीको वास्तविकता। जिन्दगीको दौडमा हार जित हुन्छ, तर जित्ने चाहना बढिराख्नुपर्छ। उनी मेरा डिम्पल बोय मलाई सम्झना गरी फोन गर्छन्, तर केही भन्न सक्दैनन् र मेरो केही थियो कि भन्ने प्रश्नमा उनी अलिकता हाँसो छोड्छन् र भन्छन्, खासै केही छैन, के छ भनेर गरेको। अनि म पनि हाँसोको बदलामा हाँसो छोडिदिन्छु। उनी दङ्ग पर्छन् र आफ्ना 2 शब्द टुङ्ग्याउँछन्। धन्य उनी आफ्नो मनको भाव मैले जति पनि खुलाउन सक्दैनन्, तर पनि उनी मलाई धेरै माया गर्छन्। मेरो डिम्पल बोय मेरो नजिक रहन चाहन्छन्। आफ्नो कामको व्यस्ततालाई अलि पर सारेर कहिलेकाहीँ भेट्न आउँछन्। मलाई रमाइलो लाग्छ उनको सामिप्य। उनी मलाई भेट गर्न फोन मार्फत सूचना दिएर आउँछन्। भन्छन्, बाटो परेको थियो, भेट गरेर जाउँ भनेर। केही छिनमै उनी मेरो नजिक उभिन्छन्। मेरो हाँसोले स्वागत गर्छ उनलाई। उनी एकटकले आँखै नजिकी मलाई हेरेर मुस्कुराउँछन्। उनी बाध्य छन्। उनलाई पनि बर्लिनको पर्खालले झैँ छेकेको छ। उनको अगाडि समाज सिङ्गै छ। हिजो आज उनी बिचरा बनेका छन्। उनको मुस्कानले मलाई पनि बाँधेको छ। म सधैँ उनको पर्खाइमा सडक पेटीमा बिहानी झुल्की घामसँगै पर्खी बस्छु, तर उनको आगमन असम्भव भएको छ। उनी मेरो तस्बिरलाई मुटुमा सजाएर राख्छन् र नाना थरी कल्पना गर्छन्। एउटी परी र राजकुमारको कथा चाहिँ राजकुमार तपस्या गर्छन्।
परी पुष्पयानमा बसेर ओर्लिन्छन् बगैँचामा राजकुमारलाई भेट्न। उनीसँगको भेट एउटा रमाइलो कथा बनेको छ, परी र राजकुमार जस्तै। कल्पनाको परी र कल्पनाको राजकुमार बनेका छौँ हामी। सम्भव असम्भवका चपेटामा पनि प्रेम गरेका छौँ हामीले, उनको कल्पनाको अँगालोमा। म कल्पनामै अगाडि बढिदिन्छु। सायद यो सम्भव भए कति रमाइलो हुन्थ्यो जीवन। हामीले छुट्टा छुट्टै कल्पनामा एउटा घरको निर्माण गरेका छौँ। त्यो घर यस्तो होस् जहाँ उनी र म बाहेक अरू कोही नहोस्। त्यो घर यस्तो होस् उनी र म मात्रै अटाओस्। त्यो घर यस्तो होस् वरिपरि फुलै फुलको बगैँचा होस्। बीचमा एउटै मात्र गोल परेको कोठा होस् जहाँ उनी र म मात्रै अटाउँ। सुन्दर फुलको वासना छरिएको होस्। चारैतिर चराहरूको चिरबिर आवाज मात्रै होस्। हामी एक अर्काको अँगालोमा बाँधिएका हौँ। उनको हातको सिरानी गरी म निराउनेछु, उनी मेरो हातको सिरानी गरी निराउनेछन्। यो हाम्रो कल्पनाको सानो महलमा।